हेलो गाइज, आज चाहिँ हामी ट्याक्क लाएर घुम्नका लागि गौमुखीतिर जान लागिरहेका छौँ। आजको हाम्रो मुख्य उद्देश्य गौमुखीका केही पर्यटन क्षेत्रहरू घुम्न रहेको छ। आजको भ्लग चाहिँ तपाईँहरूलाई राम्रो लाग्नेछ हैन। अब चाहिँ हामी गाडीमा बस्न लागिरहेका छौँ। चाहिँ हामी ट्याक्क हामी यहाँ गाडीमा बसेर ट्याक्क मजाले जाने रहेका छौँ। यो हाम्रो चाहिँ घर हैन। अब दिदीहरू पनि ट्याक्क आइरहेका छन्, देख्न सक्नुहुन्छ। हाम्रो यात्रा चाहिँ अब सुरु भइसकेको छ। नेपालमा दाम चाहिँ खुल्लो हुन्न, अरू केही फरक पर्दैन। खोलाको तिरैतिर भएर हामी हिँडिरहेका छौँ। म पनि जाने छु, थाहा छ। लामासेरा हुँदै अगाडि बढिरहेका छौँ। देखा छ नि सर मिलाउ यो बाटो चाहिँ नले साइकल बोरे यो चाहिँ लामासेराको केरेसार हो, केरेसार उद्योग। सकेर गौमुखीमा क्रस भइसकेका छौँ। रातामाटा आइसकेका छौँ हामी। ओल्लो रातामाटा, गौमुखीतिरको रातामाटामा आइसकेको। एउटा राम्रो ठाउँ रहेको छ यहाँ पनि। रातो आँखा रातामाटाको विद्यालयमा आइसकेका छौँ। यो चाहिँ रातामाटाको विद्यालय। रातामाटाको स्कुल हेर यहाँ त पिङ पनि रहेछ त। किन पिङ हाल्यो भने कोही दसैँका लागि राखेको पिङ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ गेम रहेको थियो। यो चाहिँ लिबाङ राम्रो
व्यापारिक क्षेत्र बनेको छ लिबाङ। साली बिसौना गरिसकेका छौँ हामीले। झिमरुकको तिरैतिर अगाडि बढिरहेका छौँ। करिडोर हुँदैछ। झर्ना अझै नि तल राम्रो झर्ना रहेछ बजार जस्तो रहेको छ। गेम पनि रहेको छ। वडा स्तरीय होला। ठुला बेसी हामी यहाँ चाहिँ ठुलो गेम रहेको छ। अब हामी ठुला बेसी प्रवेश गरिसकेका छौँ। ठुला बेसीको हामी यत्नै उतापट्टिबाट भित्र छिर्ने बेसी बजार चाहिँ एउटा राम्रो रहेको छ।
त्यही हो यहाँ अगाडि बढिरहेको छ यही बाटो भएर हामी पूजा जाने बाटो पूजाबाट अगाडि बढिसकेपछि हामी चाहिँ ठुला बेसी काटेपछि अहिले चाहिँ हामी यहाँ लेवासे गौमुखी गाउँपालिकाको कार्यालयमा हामी देख्न सक्छौँ अगाडि रहेको छ यति डाँडा पाखा हेर्दै रमाइलो गर्दै हामी अगाडि बढिरहेका छौँ यहाँबाट चाहिँ हामी तिमोचोलसम्म देख्न सक्छौँ पारीको त्यो अग्लो डाँडो लागि तिरै हो हामी यहाँ चाहिँ गौमुखी गाउँपालिकाको कार्यपालिका यसमा देख्न सक्नुहुन्छ एउटा ठुलो बिल्डिङै छ यहाँ पनि गौमुखी एउटा पर्यटकीय क्षेत्र पनि रहेको छ हामी त्यहाँ पुग्ने चाहना गर्दछौँ गौमुखी गाउँपालिकाको कार्यपालिकाको कार्यालय र हस्पिटल यहाँ यही रहेको छ हस्पिटल तल रहेको छ र यहाँ माथि चाहिँ कार्यपालिका रहेको छ राम्रो लाग्यो मलाई सेतो कलर क्या यो कार्यपालिका हो धेरै राम्रो रहेको छ सिडी पनि दामी अब हामी चाहिँ गुल्मीभित्र प्रवेश गरेका छौँ प्युठानको केही भागमा गुल्मी छिरेको छ र फेरि यतिकन अगाडि बढेपछि हामी फेरि प्युठानमै प्रवेश गर्नेछौँ हामी चाहिँ गुल्मीको एउटा बजार अग्लुङ फेदीमा रहेका छौँ देख्न सक्नुहुन्छ अग्लुङ फेदी यो पनि गुल्मीमै पर्ने छ अनि के हो सुन त्यसपछि हामीले अनि मैले दिमाग के लगाएँ भनेपछि सर अब त बल पऱ्यो कोर्टले अब उसले स्थिति दियो होइन त्यसै म गएँ त्यो पारी गएँ केटाहरू भएतिर होइन अब हामी प्युठानभित्र फेरि प्रवेश गऱ्यौँ छैन तपाईँले जे सोध्न छ त्यो भरम हो होइन तर चाहिँ देवेन्द्रको नेतृत्वमा भयो यति भरपर्दो के भन्यो भने हुँदाखेरि हामीलाई केही थिएन यति बाधा भयो
छौँ माथिको डाँडाहरू पनि देख्न सक्नुहुन्छ शिवको मन्दिर उति वहाँ माथि ए अँ कति छ है हामी चाहिँ अगाडि बढिरहेका छौँ अब हामी चाहिँ एकछिन यहाँ चाहिँ एउटा ठुलो मूर्ति देखियो त्यहाँ हेऱ्यौँ र अब हामी बेलुकी साथ त्यहाँ पुग्ने प्रयत्न गर्दैछौँ राम्रो सिनहरू रहेको छ तपाईँहरूलाई चाहिँ मेरो भ्लग राम्रो मान्नुहुनेछ भन्ने मेरो आशा रहेको छ राम्रो बोलियो त तिमीले अध्यक्ष हेरे नै अध्यक्ष हो राम्रो कुरा गर्न थियो कि राम्रो कुरा त गर धेरै अब यति दुःख गरेर मावि निकालेर ए बस्छ भनेर त्यस्तो त्यति चेन्जेस ल्याउन छ अनि मलाई नि अब यही ठिक छ जस्तो लाग्छ कि मलाई त्यही भने सोध्दाखेरि मावि निकाल्न छोड्न हो जाँदैन भने तपाईँले त्यही गर्नु आफै त्यसै हिजोको हुन्छ कि मलाई 20 लाख रुपियाँ दाम दिन्छ भइहाल्यो हामी प्युठानकै एउटा सबैभन्दा लामो पुल रजबराकै पुल भन्छन् होला सायद के भन्छ ब्रिज के खालको ब्रिज हो यो बेली ब्रिज हो र मैले सब सुनेको थिएँ बेली ब्रिज है बेली डान्स हुन्छ कि बेली यस्तो लचक अघि नि वाला बेली छवि हैन स्कुलमा घाममा राम्रो पनि हुन्छ कि त्यही न के बरु राति यही बस्नु ल हो हो उसन ठीक छ त्यस्तो हुन्छ उसन जाम के छ र
ला पोखर जाम मुस्ताङ जाम ढोरपाटन जाम पोखरा होइन म्याग्दी जलजला भन्ने छ होइन हो त्यो जलजला भन्ने हेरेर आएको हामीले परार छ त्यहाँ पनि एउटा पुल बनाउन आवश्यकता हो नि होइन हेर न जत्न पाइ उतनै बिजुली निस्किन्छ हाम्रो होइन बिजुली कति सम्भावना छ हाई प्रोबेबिलिटी नेपालमा सबै अति राम्रो दृश्य देखिएको छ यहाँबाट सबै नाम लगाएर मान्छेले काटिदिन्छ हो होइन कस्ता भिड सबै यसमा कति प्रक्रिया घुम्न यो एरियामा यो खौला जन्मिन नन्थे भने बाटो धेरै पछि आउँछ सर उनले कुरा गर्थे कि यहाँ यसरी खनी यो खोलाले झन्डै बगाएर कुकुराले यहाँ ठुलै स्याउँदैछ घरखाको मान्छेहरू तिमीले गर्दा यो आएपछि बाटो त हामी पुलको नजिकै आइसकेका छौँ लामो पुलको जस्तै रहेछ के अरे कोट जस्तै रहेछ तुसाराको माथिको टावर अहिले त्यहाँका साथीहरूलाई यदि भनिदियो भने अहिले भर्खरै पोती खाएको एउटाले 20-25वटा बियर खान्छ त्यसले लोकल बियर खान्छ होइन हामी यतै गइहाल्छ अब हामी पुलतर्फ बढिरहेका छौँ क्यामेरा लाऊ क्यामेरा हामी पुलतर्फ बढिरहेका छौँ अति राम्रो दृश्य देखिरहेका छौँ हामीले एउटा यस्तो गौमुखीले धेरै प्रगति गरिरहेको छ र विकासमा पनि अघि बढिरहेको छ पछाडि परेको पनि थियो र अहिले अगाडि बढिरहेको छ यस्तै गर्दै हाम्रो संसद सूर्य थापाले पनि गौमुखीलाई एउटा ठुलो उपहार जस्तै गरेर ठुलो पुल बनाइदिनु भएको छ धेरै राम्रो भइरहेको छ यो ठाउँमा विकास निर्माणले फड्को मारिरहेका छ अब हामी चाहिँ पुलतिर पुगेर हामी फेरि पुनः हामी हाम्रो लक्ष्य गौमुखीतर्फ अगाडि बढ्नेछौँ अब चाहिँ हामी ट्याक्क पुलतिर गएर हामी ट्याक्क देखिनेछौँ अति ठुलो भिड देख्न सक्नुहुन्छ तपाईँले भिडियो हेरिरहनु होला अन्तिमसम्म तपाईँहरूलाई गौमुखीसम्मको नजारा मैले देखाउने प्रयत्न गर्नेछु अनि लाइक सब्सक्राइब गरिदिनु होला र तपाईँको एउटा सहयोगले मलाई ठुलो हौसला मिल्नेछ यो चाहिँ मेरो दोस्रो भ्लग हो पहिलो चाहिँ मैले रक गार्डनको बारेमा र रक गार्डनको परिचय गराउँदै मैले तपाईँलाई रक गार्डन देखाएको थिएँ र यो चाहिँ म
गौमुखी तिरको एउटा राम्रा राम्रा दृश्यहरू देखाउनका लागि यो दोस्रो भ्लग गरिरहेको छु। तपाईँहरूले चाहिँ अन्यथा नलिनु होला। केही गल्ती भयो भने कमेन्टमा बताइदिनु होला, त्यसलाई म सुधार गरेर अर्को भिडियोमा तपाईँहरूलाई सच्चाएर त्यस्तो देखाइदिनेछु हैन। अब हामी पुलको अत्याधिक नजिक आइसकेका छौँ। देख्दा चाहिँ पुल चाहिँ बिचमा गयो भने हाम्रो त सातो जाने होला जस्तो छ। यो प्युठानको लामो हो, यति ठुलो छ कि अब हामी के भन्ने डराएर अब सातो जाने होला। यता होला 500 मिटर लगभग होला यो पुलको लम्बाइ चाहिँ, अझ बढी हुनसक्छ यस्तो। अन्दाजीमा मैले 500 मिटर लगेको छु। बाटो चाहिँ अति खतरनाक रहेको छ, त्यस कारण हामी तल हिँड्दै आएका छौँ। सक्नुहुन्छ गाउँघरमा अब यहाँ बुढा आमाहरूले तल यस्तो भिरबाट, यस्तो ठुलो भिरबाट घाँस दाउरा लिएर आउनुभएको छ। यस्ता गाउँघरका मान्छेमा धेरै सम्मान गर्नुपर्छ। यस्तो भिरमा नडराइकन साहसीपूर्ण यस्ता काम गर्नु भनेको एउटा ठुलो कुरो हो। अब हामी पुलको नजिक छौँ। अझै हिँड्नुपर्ने रहेछ। यहाँ चाहिँ दुईजना अङ्कलहरू यहाँ बसिरहनु भएको छ। यहाँ चाहिँ बाटो यतातिर हिँड्छ। म अगाडि बढिरहेको छु, हेर्न सक्नुहुन्छ। ओहो, अत्याधिक डरलाग्दो भिड रहेको छ यतानिर, साह्रै डर तरासमा। यत्न त बाइक पनि हिँडेको जस्तो देखिन्छ। साहसी हुँदो रहेछ यस्ता डर नमानी यस्तोमा बाइक हिँडेको मान्छे। भिड एकदमै डर लाग्दो छ, देख्न सक्नुहुन्छ। म अगाडि उठिरहेको छु। यस्तो भिडमा डर त्रास नमानी म तपाईँलाई यही पुल देखाउनको निम्ति म अगाडि बढिरहेको छु। फाइनली गाइज हामी पुलमा म पुगिसकेको छु। देख्न सक्नुहुन्छ यताउतिको नजारा। म तलै घाट देखाइदिन्छु र जिम्रू खोला पनि देखाउनु छु। नखाम दाइ। र चाहिँ गाइज म फाइनली पुलमा आइसकेको छु। धेरै रमाइलो भइरहेको छ मलाई। अब चाहिँ मास्क उतारिदिएँ मैले। डर नमानिकन म तपाईँहरूको निम्ति यस्तो ठुलो पुलमा डर तरास नमानिकन आएको छु। अब पुल हल्लियो, ओ बाफ्रे, त्यति डर लाग्यो मलाई। देख्न सक्नुहुन्छ पुल हल्लिरहेको छ। मलाई डर लागेर मोबाइल पनि कस्न सक्ने जस्तो डर लागिरहेको छ मलाई। देख्न सक्नुहुन्छ वरपरको नतिजा नजर। हामी चाहिँ धेरै उहीँ तलबाट आएका हौँ होइन। तपाईँहरूको लागि मैले भिडियो गरिरहेको छु। यतातिर हाम्रो राम्रा राम्रा गाउँहरू देख्न सक्नुहुन्छ। अत्यन्तै सुन्दर गाउँहरू हो। यहाँ चाहिँ कोदो फुलेको छ। यो कोदो देखाइ, कोदो फुल्यो बारीमा बलिँदै धानको बाला झुल्यो खेतैमा भन्ने गीतको सम्झना आयो मलाई। हुन्छ यो पुलको बारेमा विस्तृत विवरण लेखिएको छ। यत्रो लेन्थ रहेछ होइन। 373 मिटर लम्बाइ रहेको छ। गाइज हामी चाहिँ अगाडि बढ्यौँ। फेरि पनि निकै डरलाग्दो देखिन्छ तलतिर देख्दाखेरि। अब डर लाग्न सुरु भएको छ।
झिमुर खोला चाहिँ तल रहेको छ। ज्याकेट धन्ने खसाल्नु होइन खुसीले ल मजा आइरहेको छ हामीलाई। अझ अग्लो कि लामो चौडी ठुलो ए सातो उठिरहेको छ मेरो चाहिँ। तैपनि म तपाईँहरूलाई देखाउन यहाँ अगाडि बढिरहेको छु। देख्न सक्नुहुन्छ लगभग यता 500 मिटरको उचाइमा छौँ हामी। खस्यो भने त हाम्रो त हड्डी पनि भेट्टिन्न जस्तो लाग्छ मलाई। जति मजा आइरहेको छ मलाई। गाडी बढिरहेका छौँ हामी। एउटा वरपरको दृश्यहरू पनि देख्न सक्नुहुन्छ। अग्ला अग्ला पहाडहरू रहेका छन्। यतातिर हामी यो साइडबाट आएको छौँ। झिमरू खोलो चाहिँ तल देख्न सक्नुहुन्छ। अत्यन्तै सुन्दर रहेको छ यहाँबाट वरपरको दृश्यहरू। पुल तरिरहेका छौँ। अब लगभग नजिकै आइसकेका छौँ हामी अन्तिम पोइन्टको। अब यहाँबाट वरपरको नजारा देख्न सक्नुहुन्छ। पुनः यता पनि हामी उही तलबाट आएका थियौँ। खास गरी चाहिँ हाम्रो यो हाम्रो जेठी दिदीले गर्दाखेरि हामी यत्नसम्म आएका छौँ। यसमा अत्यन्तै खुसी महसुस गरिरहेका छौँ हामी। देख्न सक्नुहुन्छ तल म चाहिँ यत्नबाट खिचेको छु होइन। यो हामी चाहिँ डराउनु हुँदैन। हामी नेपाली गोर्खाली साहसी हौ नि, त्यसकारण डरलाई चिरा चिरा पार्नुपर्छ। यहाँ चाहिँ तल फुलहरू फुलिरहेका छन् पियालै देख्न सक्नुहुन्छ। हामी यहाँ आइसकेका छौँ। वरपरको नजारा। अब हामी फेरि पुनः आफ्नो साइडतिर फर्किहालेका छौँ। देख्न सक्नुहुन्छ जहाँ अलि बिच छ नि म चाहिँ अगाडि बढिरहेको छु डरलाई हार मानेर। डर नमानिकन म अगाडि बढिरहेको छु। देख्न सक्नुहुन्छ पारीबाट यत्न आइसकेको छु। अब चाहिँ उहाँ पारीसम्म पुग्नेछु अनि पुनः फेरि यता आउनेछु एक्लै। डर छैन।
डर नमानिकन गोर्खालीको साहस देखाएर खुट्टै थाके तर यो पुल सकिएन देख्न सक्नुहुन्छ पुलको एकछिन फोटाहरू खिचेर हामी अगाडि बढिरहेका छौँ उता अहिले चाहिँ बाबा र म अगाडि आइरहेका छौँ अत्यन्तै सुन्दर मनमोहक दृश्य प्यानोरामा अब केही आफ्ना केही मन्तव्य राख्नु र केही बताइदिनुहोस् are visiting the place Arkha and Rajwara. The bridge is going to join the Lamidara and Deurali. So it is very nice view and a nice bridge, highest bridge. I have heard it is the highest bridge in the Lumbini province. Longest. And we can see the very below the river Jimruk is flowing. And I am going to watch the Lamidara. Here we see the person is selling chatpati. यो चाहिँ लामी डाँडा जहाँ पुल अवस्थित छ हामी चटपटे खाएर यहाँ चाहिँ दोकानहरू पनि रहेका छन् हामी फर्केका छौँ अब हामी हाम्रो गन्तव्यतिर बढ्ने अब गाडीमा ट्र्याक्टर गरेर देखाउनेछु अब हामी गाडीमा आइहाल्यौँ यता माथितिरको भ्यू पनि दामी छ यता वरपर पनि यता पनि अब अगाडि बढ्यौँ हाई गरिदियो सबैले देखिन्छ नि सबै सुराजी गर्ने नै हो यहाँको सूचना ल्याएर हिँड्नको लागि भाडा उनको ज्यादादारी महिना ठुला चौधा नि माछा पालन हेर्नु माथिबाट होइन भाटा ठुला चौधा खाइन्छ कि नास्ता हो त्यो त नास्ता हो
जाउँ त्यहाँ अब त्यस्तो घुम्नु पाइँदैन हुन्छ हुन्छ अब चाहिँ यो रजबारा अब यो खोलाबाट रजबारा यो थाक्यो स्याउली भने त्यही तल्ला सिउटी त्यही अग्लो डाँडो त्यहाँदेखि उता स्याउली पृथ्वी पोलो छ पानीबाट आइपुग्यो त्यस्तै हाम्रो डाँडाहरूदेखि टुप्पो त्यही हो क्या है घर त राम्रो राम्रो बनाएर बाटो पहिरो गएछ कि यही बिगाड्नु यस्ता राम्रो हाम्रो डाँडाको घरभन्दा यिनी राम्रो बिहानको मान्छेले त क्लियर खान्छ र सक्यो नत्र त हो कि नेपाली त धनी हुन् क्या गुल्मीतिर हो गुल्मी त कम लाग्छ राम्रो छ भाइ त्यहाँ पनि जान तर बाइकमा रमाइलो हो नि खासमा त घुम्न वरपरको नजारा आफै हेर्न पाइन्छ नि त धुलो मात्रै हो बाइकमा चिसो हुन्छ चिसो त्यही हो रजबारा त्यत्रो गाई कति राम्रो आउँछ ठुलाचौर गौमुखी गौमुखी कति 2 गौमुखी वडा नम्बर 2 ठुलाचौर अर्का प्युठान यहाँ चाहिँ राम्रो बस्ती रहेको छ यहाँ पनि यहाँ एउटा होटल रेस्टुरेन्ट हुन्छ यहाँ के खेलिरहेका छौ बन्दुकवाला सकेसम्म लोकल कुखुरो खोज्न लागे वरपर देख्न सक्नुहुन्छ फाइनली गाइज हामी अब अगाडि बढिरहेका छौँ हामी कता हाल्छ नि दादा उपल्लो अगाडि बढिरहेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ अब गौमुखी हो हामी
अब हिँड्दै जानुपर्ने छ किनकि उतातिर जानको लागि बाटो छैन त्यस कारण हामी हिँड्दै जानुपर्ने छ यता तलतिर देख्न सक्नुहुन्छ तलतिर यता हामी यो भिरको यतापट्टि साइडतिर जाने हो त्यस कारणले बिचबाट खोलो बगिरहेको छ उता मम्मी र म अलि अगाडि छौँ त्यही पनि म चाहिँ अलि अगाडि छु अरू सबै पछाडि रहेका छन् अब हाम्रो यो लक्ष्यको लागि हामी अगाडि बढ्यौँ मजा आइरहेको छ हामीलाई यस्तो बाटो खन्ने क्रममा यस्तो भएको छ यहाँ पहिरो झरेको छ धन्न बाटो छेकिन छ हामी अगाडि देख्न सक्नुहुन्छ यस्तो गोरेटो बाटो भएर हामीलाई जानुपर्ने छ वरपरको दृश्य पनि मनमोहक छन् अत्यन्तै सुन्दर अब अलि अगाडि गएर तपाईँलाई देखाउने छु अगाडि बढिरहेका छौँ कुराकानी गर्दै तर बाबाले यहाँका कुराकानी बताउँदै हुनुहुन्छ हामी चाहिँ अगाडि बढिरहेका छौँ साह्रै थाकिएको छ खुट्टा पनि दुखेका छन् लगभग अझै आधी घन्टा जति हिँड्नुपर्ने अवस्था छ अझै हामीले साह्रै थाकियो यो हामी चाहिँ पुरा ट्रेकिङ जस्तै छ हजुर पानी पनि बगिरहेको छ देख्न सक्नुहुन्छ यस्तो राम्रो तरिकाले बगेको छ पुरा झरना जस्तो छ ल मुख धुँ पानीले अलिकति शीतल छ पानी चाहिँ रुवा लागेको कारण मलाई चाहिँ अलि स्यास्या भइरहेको छ सिकान पनि बगिरहेको छ अन्यथा नदिनु होला वरपरको दृश्य देख्न सक्नुहुन्छ अत्यन्तै मनमोहक छ म चाहिँ म यहाँ लगभग अघिल्लो 2 वर्ष अघि चाहिँ म बाबा र मम्मी माघे सङ्क्रान्ति जुन दिन यहाँ ठुलो दिन हो यहाँ गौमुखीमा पर्यटन आउने अत्यन्तै सङ्ख्या हुन्छ यहाँ अत्यन्तै मानिसहरू आउँछन् र यहाँ आफू चाहिँ चोबल लिन्छन् यहाँको पानी छुन्छन् यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल पनि रहेको छ प्युठानको
स्वर्गद्वारीपछि यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो। यस्तै गर्दाखेरि यो यहाँ अब पाखाहरूले गौमुखी भन्दाखेरि यहाँ चाहिँ यस्तै गर्दा गर्दै एउटा गौमुखी गाउँपालिका बन्यो। यस्तै यो गौमुखीबाट बग्ने खोला झिमरुक, यही झिमरुक खोलाले गर्दा बन्यो झिमरुक गाउँपालिका। यस्तै कुराहरूले गर्दाखेरि धेरै रिलेसन पनि हुन्छ यहाँ। अहिलेको हाम्रो झिमरुक खोलो अत्यन्तै ठुलो छ हाम्रो झिमरुक गाउँपालिकातिर होइन। तर मूलबाट पनि बगेको कम छ, तर साना बगेका नदीहरू खोलाहरू खोल्साहरूबाट बगेका पानीहरूले गर्दा त्यो चाहिँ एउटा ठुलो झिमरुक खोला बन्न पुग्यो। वरपर देख्न सक्नुहुन्छ। मलाई त अत्यन्तै रमाइलो महसुस भएको छ। नयाँ उजागर भइरहेको छ शरीरलाई। देख्न सक्नुहुन्छ वरपरको योहरू। हामी चाहिँ यहाँबाट आएका थियौँ अघि। अहिले हामी यहाँ माथि आइसकेको छौँ। अब पुनः अन्य राम्रा ठाउँहरू देखाउँदै गर्नेछु। हामी चाहिँ अलि अगाडि आइसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँ कोदोहरू पनि झुलिरहेका छन्। अनि यतानिर चाहिँ एउटा होमस्टे पनि रहेको छ, गौमुखी सामुदायिक होमस्टे रहेको छ। यस्तो ठाउँमा आफ्नो स्वदेशमा स्वरोजगार गर्नुहुने जोसुकै हुनुहुन्छ यस क्षेत्रमा काम गर्ने उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। देशमै बसेर आफ्नो स्वदेशको उन्नति प्रगतिका लागि आफ्नै देशमा बसेर गर्नुहुने युवालाई हार्दिक धन्यवाद दिन चाहन्छु। यस्तै हाम्रो अर्खाको गाउँ 1 नम्बर अर्खा हो क्या साध्यो। यतानिर चाहिँ अर्खाको गाउँहरू देख्न सक्नुहुन्छ। गाउँघरहरू अत्यन्तै गरिब क्षेत्र छ। यतानिर देख्न सक्नुहुन्छ थाराका घरहरूमा पनि बस्ने गरेको छन् कि क्या हो। यस्ता गरिब परिवारलाई गौमुखी गाउँपालिकाले हेर्नुपर्छ।
अहिले ल्याएर आउँछ यति दुःख कि तर भोक लागेको कारण हामीले घरबाट लिएका खाजाहरू बनाउँदै खाँदै चना अन्डाहरू यता बाबाले खाइरहनु भएको छ, यता मम्मीले खानुभएको छ, यतातिर बनिरहेको छ। अझै हाम्रो चाउचोहरू सुकहरू भए जतिका पुरा रमाइलो इन्जोयको साथ अब हामी नास्ता सास्ता खाएर अगाडि बढिसकेका छौँ। अब हामी बिस्तारै बिस्तारै आरामसँग हिँडिरहेका छौँ। हो यत्ननिर चाहिँ माघे सङ्क्रान्तिका बेला यहाँ दोकान थापेर बेचबिखन गरेका थिए। धेरै अगाडि आइसकेका छौँ। उतातिर एउटा मन्दिर पनि रहेको छ। धेरै ठुलो भिड पनि रहेको छ। यो उतापट्टिको ठुलो भिड र ऊ त्यहाँ पारिको एउटा अचम्मको छ त्यतानिर काटेको गुफा जस्तो र यहाँ गौमुखी प्रवेशद्वार देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा शालिग्राम पनि रहेको छ। माथि सो हरिमान बुढा नन्दकली बुढा र चिन्तामणी बुढाको स्मृतिमा बनेको गेट हो चाहिँ यहाँ चाहिँ। अब अग्लो साइडतिर अगाडि बढिरहेका छौँ हामी। मुखीको पहिलो प्रवेशद्वार छिरेका छौँ। यहाँ चाहिँ अब रेलिङबाट सुन्नुहुँदै अत्यन्तै राम्रा राम्रा दृश्यहरू देख्दै तल झिम्रो खोलो हेर्दै खुट्टा अगाडि बढाउँदै खुट्टा थकाउँदै गौमुखी पुग्दै छौँ हामी। अगाडि हुन्छ हामी। अब सिँढी हिँड्नु परेकाले खुट्टाहरू दुख्न थालेका छन्। माथितिर ठुलो डाँडो देख्न सकिन्छ। यता मम्मीहरू हुनुहुन्छ, यता दिदीहरू पनि छन्। हामी अगाडि बढिरहेका छौँ। त्यही दिन सक्नुहुन्छ। परपर भिड जस्तो भएका कारण
यहाँ पोलहरू राखिएको छ माथि झिमरुक नदी बगेको छ सिँढीहरूमा झर्दै चढ्दै हिँडिरहेका छौँ हामी यतानिर खोल्साले ढुङ्गाहरू झारेको हुन्छ अगाडि रहेका छन् फाइनली गाइज अत्यन्तै नजिक आइसकेका छौँ अब हाम्रो यात्रा कम हुँदै गइरहेको छ अन्त त हामी आइपुगेका छौँ हाम्रो गौमुखी खुसीको सीमा छैन हाम्रो यहाँ यस्तै झर्छ गौमुखीभित्र यस्तै झर्छ तर यस्तै हो आधी घन्टा प्रवेशद्वार गौमुखी संरक्षण तथा सामुदायिक विकास केन्द्र अर्थ एक स्थापना 2074 9 महिना 13 बजे गौमुखी आइसकेको छौँ मन्दिरहरू देख्न सक्नुहुन्छ यहाँ गौमुखी आयो गौमुखी अहिले त धेरै ठुलो छ अब यही हुन्छ धेरै हुन् ल अन्त त फाइनल्ली गाइज हामी आइसकेका छौँ गौमुखी ओहो बल्ल त सुरु हुँदै लागी छ यहाँ फर्किन त दामी आउँछ यो त सानो समस्या होइन नि अब गाइज हामी अब गौमुखीको मूल तर्फ बढिरहेका छौँ अत्यन्तै मनमोहक रहेको छ झरना जस्तै छ
कस्तो मान्छेहरू छ गाइस हामी अब गौमुखको मुभी तर्फ बढिरहेका छौँ। अत्यन्तै मनमोहक रहेको छ, झरना जस्तै छ। कस्तो मान्छेहरू छ हामी भन्दा पनि म चाहिँ अगाडि गएँ। चिसो पानी छ, अत्यन्तै मजा आइरहेको छ। त्यहाँ चिसो पानी पुरा एसीकै फ्रिजमा राख्यो भन्दा चिसो छ पानी, अत्यन्तै चिसो मजा आइरहेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँहरू हेर्नुभएको छ भने अत्यन्तै लक्की। आछि धेरै चिसो पानी रहेको छ, तर खप्नु परेको छ मलाई। चिसो होला। खिचिन्छ गाइस, हामी अगाडि बढिरहेका छौँ। ल हेर्नुहोस्, रमाइलो छ, मनमोहक छ, अत्यन्तै सुन्दर छ। यहाँ देख्न सक्नुहुन्छ परिवारहरू थिए, कस्तो नै अहिले चाहिँ सकिएका छन्। हेलो हजुर मन्दिर भित्र गएको छ। हजुर यहीँ माथि पुग्नु हो। धेरै जाडो भइरहेको छ। धेरै जाडो भइरहेको छ गौमुखी गुफाभित्र।
हामी चाहिँ ट्याक्क गौमुखीमा नुहाइधुवाइ गरेर पुनः फर्किसकेका छौँ। अब हामी चाहिँ त्यो अर्खा भन्ने ठाउँमा हामी गएर अब खाने हौँ। अब हामी चाहिँ अगाडि बढिरहेका छौँ। गौमुखीको पानी चाहिँ अत्यन्तै चिसो, पुरा आइस जस्तो थियो। हामीलाई धेरै चिसो भएको थियो। तैपनि तपाईँहरूलाई म त्यो भिडियो देखिसकेको छु। अब वरपर पुनः यतातिर र हामी चाहिँ बेस्तवार को अन्त्यमा आइसकेका छौँ। गौमुखी प्रवेशद्वार काटिसकेका छौँ हामीले। अब ल इनकम्प्लिट भिडियो बनाएको छु नारीको लगाउँछ नि यो फोटो हेर त्यो भिरको पास यतापट्टि खिच्दिन्छु सबैको यति वर्ष त्यति वर्ष। गाइज हामी चाहिँ टक्क अब धेरै नजिक आइसकेका छौँ र अब हामी खाने सिलसिलाको तर्फमा बढिरहेका छौँ। भोकले सीमा छोडिसकेको छ। अब सबैले भोक लाग्ने बेला पनि भयो बिहानदेखि धेरै खाना नखाएका कारणले। अब हामी 5 मिनटभित्र त्यहाँको होटलमा पुग्यौँ। त्यहाँ खाना अर्डर गरेका छौँ जो हामी खाना खानेछौँ। सिधै हामी खाना खाने ठाउँमा पुग्ने र देखाउनेछौँ। हामी चाहिँ खानासाना खाएर हामी अब 22 मुलतर्फ जान लागिरहेका छौँ। त्यही त हामी 22 मुल लगभग हामी 1 घन्टाको सफर तय गर्नेछौँ। अब अगाडिका ठाउँहरू तपाईँलाई देखाउनेछु। झिमरुक खोला तर्नको लागि यो झिलिङ्गे पुल तर्नुपर्ने रहेछ। हामी झिलिङ्गे पुल तर्नका लागि माथिबाट आएका छौँ। हामी अघि गएको गौमुखीको मूलबाट आएको पानी यस्तै ठाउँबाट आएको छ।
यात्रा जाइरहेको छौँ। नजिक आइसकेका छौँ हामी। अब अझै हामीलाई आधी घन्टा लाग्न सक्छ। यो पारीको यादमा जाने हामी रहेको छ। बाटामा आउने क्रममा हामी हिँड्दै गर्दाखेरि यस्तो अचम्मको अनौठो भिड देखेका छौँ हामीले। गाइस हामी आइसकेका छौँ 22 मुलको सक्नुहुन्छ। एउटा झरना छ। अलिकति 2 मिनट अगाडि चाहिँ 22 मुल छ। यहाँ गोरु पनि देख्न सक्नुहुन्छ। गोरुहरू पनि छन्। ल सपना पुरा 22 मुलको झर्ना। Anchor. देख्न सक्नुहुन्छ 22 मुलको झरना तर्फ अगाडि बढिरहेका छौँ हामी। खुट्टाहरू जति थाकेका छन्। हिँड्दा हिँड्दै जुत्तो फाटिसकेको छ। अझ लगभग 5 घन्टा हिँड्नु होला। उता गौमुखीतिर 2-2.5 घन्टा गौमुखी हिँड्यो। अनि यता हुँदाखेरि 1 घन्टा लाग्यो। अनि सक्नुहुन्छ झरना हाम्रो नजिक आइरहेको छ। आइसक्यो तर्रिन्छ आइ।
हामी उतातिर जानका लागि अलि अर्को बाटो जानुपर्ने रहेछ। अत्यन्तै गाइस झरना यत्ननिर चाहिँ गाउँमुखी सरकारले राम्रै काम गरेको रहेछ। यस्तो अत्यन्तै सुन्दर ठाउँमा यस्ता काम गरेकोमा गाउँमुखी सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाइस मुलको झरना यत्नसम्म पानीले छिटा पारिरहेको छ। बाइस मुलको झरना हेरेपछि हामी अब फर्क्यौँ। बाबा मम्मी म र पछाडितिर दिदीहरू पनि हुनुहुन्छ। अब हामी फाइनल प्लाजोहरू आइसकेका छौँ। लगभग आधी घन्टाको सफर तय गरेर हामी ठुला जोरा आएर अब एकछिन होटेलमा रेस्ट गर्छौँ र हामी हेर्छौँ। फाइनली हामी घर आइसकेका छौँ रातको 8-9 बजीतिर। अब चाहिँ हामी लगभग 2 घन्टाको सफर तय गरेर हामी घर आइसकेका छौँ। अब चाहिँ घर रेस्ट गर्ने र आजको भ्लग यहीँ अन्त्य हुन्छ।